सो हाई गाइज फेरि पनि वेलकम ब्याक टु माई युट्युब च्यानल अनि सबैलाई नमस्ते नमस्कार दर्शन ढोगरे है। सो मेरो ब्लगमा धेरै पछि वेलकम ब्याक भन्नु पऱ्यो म आफूलाई होइन। सो अहिले चाहिँ गाउँमा छु, अहिले चाहिँ टाइम धेरै नै भइसकेको छ। यता हाम्रो मम्मी हुनुहुन्छ, यता हाम्रो बाजे हुनुहुन्छ, यता हाम्रो बुजू हुनुहुन्छ, यता हाम्रो घर हो। हामी चाहिँ हिजो भर्खर काठमाडौँबाट गाउँ आएको अनि बुद्ध जयन्ती मनाउन भनेर वेदरको हालत यस्तो छ है। बिहान सफा थियो, एकैछिनमा यो होस लागिसक्यो। यस्तै हो, मैले यहाँ गाउँमा घरमा धेरै चेन्जेस देखेको छौँ, फुलहरू है। अनि त्यसपछि यस्तो हाम्रो घरमा चाहिँ घर सरसफाइ कार्यक्रम चलिरहेछ। अनि म चाहिँ बिहानै उठेर भाले काटेर यसो हल्का नुहाइधुवाइ गरेर नुहाइधुवाइ त गरेन, मुख धोएको अनि सरसफाइ गरेर यसो फुलहरू देखाइदिउँ। तलतिर रोजहरू मनपर्छ भने भन्नु होला, क्यास अन डेलिभरी भनेर त भन्न नमिल्ने। यस्तै छ। आज अब केही दिन बस्छु होला गाउँमा अनि यसो भ्लग पनि बनाऊँ न। त्यही भएर मैले भ्लग ग्याप गरेको, अब चाहिँ कन्टिन्यू गरौँ भनेर बुद्धि पलायो भनौँ है। अनि आज त खासै केही पनि छैन। आज बिहानै उठेँ, भालेसारे काटेँ, यता हल्का यताउता गरेँ। अझै अहिले सरसफाइ कार्यक्रम चलिरहेको छ हाम्रो घरमा। अब के देखाउँछ भने उता डाँडातिर जान्छु, गाउँ घुम्छु, गाउँ देखाउँछु, एन्ड देन के नयाँ रहेछ सबै देखाउँछु। मेन त तपाईँलाई मेरो घरमा नयाँ फुलहरू रहेछ कि। दिस वान एउटा यता पनि छ अनि यता छ होइन। अनि अरू पनि छ। हाम्रो घरमा नयाँ पाहुना नि हुनुहुन्छ, हाम्रो काले बहादुर। ओ हे हाई हाई। मैले हिजोको क्लिपहरू पनि खिचेको थिएँ अलिअलि, त्यो पनि म हालिदिन्छु माछा किनकि अब भने कस्तो गुलाफी रूप तिम्रो देखेर भन्ने गीतमा याद आयो। मजाको भइरहेको रहेछ होइन। यो चाहिँ हाम्रो घर फुल नदेख्ने रहेछ कि। फेरि मेन कुरा त त्यो भयो नि त। यस्तै छ ल। अब एकछिनमा भेटौँला, एकछिन मुख धोएर। मैले त भात त खाइसकेँ, मुखै नधोइ खाए जस्तो पो लाग्यो त हौ। अचम्मको मान्छे भनेलाई फेरि त्यस्तो केही होइन, मुख धोएको हो, त्यही पनि धुनु पऱ्यो नि त फेरि होइन। ओके, अहिले एकछिनमा भेटौँ। सो गाइज म चाहिँ मुखसुख धोएर लुगासुगा लगाएर रेडी एकछिन यसो डुलौँ होइन, माथितिर उतातिर। तर वेदर चाहिँ कालो हुँदै आयो कि, पानी पर्न लागिसक्यो। ल घरबाट निस्केको एकछिन है, डुलौँ। अहिले फेरि पानी पऱ्यो भने त त्यस्तै हो, अहिले नै पानी नपिरा बेला। खोइ एकछिन डुलेर देखाउँछु म मेरो गाउँ। फुलै फुल देख्छ त के हो, म त गाउँमा त आम्मा यता हेर्नु न, यता फुल छ, यता फुल छ, यता तल फुल छ। माइ गड, यता हाल्नु पऱ्यो क्या हो। यसलाई चाहिँ म 360 सट हान्छु है त। वेट हेरौँ कस्तो आउँदो रहेछ। एउटा मिलाएर त बाँधेँ म खिचेर ल गरेर celok kuat toh si mohona ini tanda oke belum masai lagi apa kan kecil nah tanda keren mah bisa drone shot। अब ड्रोन छैन, यही 360 लाई ड्रोन बनाउने हो हैन। के छ र आफ्नै पारामा टुई हिँड्दै एकछिन माथि त जानुपर्ने हो। तर अहिले चाहिँ
जाँदिनँ बिस्तारै देखाउँला सबै ठाउँ अनि तर मलाई खुसी लाग्यो चाहिँ जता पनि फुलै फुल देख्छ भने फुलै फुल तर चप्पल पड्काएर केटीको चप्पल भनिरहेको थियो भाइ मलाई त केटीको चप्पल लगाएर हिँडिरहेको छु त भाइ तिमी त भनिरहेको थियो हो फुलै फुल देख्छु त फुलै फुल मेरो गाउँ त फुलै फुलले भरे जस्तो लाग्यो मलाई त ए रमाइलो छ जता गए नि फुलै फुल देख्छ यता गए फुल छ उता गए फुल छ त्यस्तो मजाको ठाउँ छ उफ यहाँबाट होइन यता पनि फुल्छ कि फेरि फुल्छ कि यता पनि सर र यहाँबाट टक्क गाउँको भ्यू देखाउँछु पानी पर्न ला है बुद्ध जयन्ती त भन्छ बुद्ध जयन्ती मनाउनलाई गाउँ आएको गाउँमा मान्छे देख्दैन त यार के हो यस्तो पोहोर त भवाले मान्छे भएको थियो त मसँग पोहोरको भिडियोहरू पनि सक्यो है यति धेरै मान्छे थियो अहिले त मान्छे देख्दैन त ए पिया मैमो मान्छे देख्दैन त यार सो यहाँ चाहिँ नयाँ यो चाहिँ बनाएछ होइन पहिला यो थिएन रुख पनि पुरै हरियाली भएको रहेछ अहिले चाहिँ यो थिएन तलको त्यो थिएन ओ हरियाली पनि मजाको देखिरहेको छ त अहिले चाहिँ जे हरियो हरियो नानी खाना ला है खाना लाने सोचेको लाने सोच नहीं हुन्छ या नारमान लाने पो छ लाने पो छ तसे ana haji ठिक छ अहिले मजाको बनाएछ यो चाहिँ पहिले यता थियो यता थिएन अन्त सबै हालेर अहिले तल पनि सबै हालेछ बनाएछ अलिक ठुलो बनाएछ स्पेस चाहिँ अस्ति नै मैले बाइक ल्याउने बेला यस्तो नराम्रो कि थिएन 1 महिनाभित्र यस्तो बनेछ राम्रो हो सिनेमेटिक सर्ट हानौँ न त यहाँ पनि होइन अघि त पानी पर्ला जस्तो भइरहेको थियो अहिले त यस्तो घाम चल्क्यो फेरि तर घाम चल्छ यस्तो मिठो देख्ने रहेछ नि हाम्रो गाउँ पुरै हरियाली होइन हरियालीको बिचमा आनन्द देखेछ
मजाको देख्छ तर घाम चाहिँ डढे चाहिँ बढ्ने भयो देखाउँ न यहाँबाट मजाको देखाएको छ पुरै हरियो छ क्या चाहिँ यो चाहिँ ओखरको बोट मैले जहिले भनिरहन्छ भिडियोमा अब घरतिर लाग्नु पर्लामा पनि है यहाँ घाममा डढेर बसेर बस्नु काम छैन अब बेलुकातिर एकछिन यसो डुल्छु यसो गाउँ देखाउँछु त्यही हो यो चाहिँ यहाँको ओरिजिनल बन्दुक ल पुनः ल ल सम्झि लाग्नु सम्झि सबैको हातमा छ होइन ल ल ल ल फुजा टाकिने ओरिजिनल यो खतरा ल ग्याङ आया रमाइलो छ गाउँघर केटाहरूलाई ल बच्चाहरूलाई बच्चामा हामीले धेरै खेले होइन अहिले हो बिस्तारै सोकहरू हुँदै गएको चाहिँ उफ रमाइलो छ आफूले रमाइलो गर्न त्यस्तै हो आफू भन्ने त बच्चाहरू रमाइलो हेर्दै बस्ने हो हाम्रो भोलि घाँडु नाच्ने चाहिँ यही है खासमा यही हो घाँडु नाच्ने चाहिँ ल ल ल पानी पऱ्यो के छ उठाइहालो केटाकेटी हो केटाकेटी हो पानी पऱ्यो यार लुगाहरू उठाउनु पऱ्यो तरिका मेरो मुजा ठार पनि किरिरो खरे ल ना mau cuci dong. Nah, tiaran juga biar punya. Tadi ya, kasta aja nak korea. Ani boleh deh. Oke, ekecin mais tu dinner gantor kita ekecin mais tu pani persen. Zira itu pun bestu berarti. Nah, ठीक छ. अलि बेसकरी पऱ्यो नि त्यो हाम्रो घरको पनि अब म तपाईँ 360 बाट खिचेर देखाउनेछु है माथिबाट चौता पारामा ओहो हेलो जी विजय नमुनिया हेलो जी हेलो खाजा खानुभयो के खायो खाजा 이제 이어가잖아. 가게 세바디 맞어. 언제 오지고? 근데 저렇게 잘해 마. 저렇게 세지 마. 그냥 저 어느 사서는 사지. 그래. 가는 게 아니라 뭐래? 그래. 가르치 주다는 거래. 뭐라 말이지네. 응? 뭐는 봤어. 저연이라고 해요. 저요? 저연이라고 해요. 저요요요. lấy rồi chứ thì ba chọn rồi lấy rồi nó chơi lấy rồi sao mà môi mà rất khổ trẻ đi cô đấy à chứ यो चाहिँ हाम्रो घर यस्तो छ है चट्टो पारामा पुरै कालो न कालो भएको छ हिमाल त पुरै ढाके हिमाल ठ्याक्कै यहाँ ओए कहाँ हिँड्यो केही हो मलाई यो फुल कस्तो राम्रो लाग्यो राखेको डिजाइन हेर्ने स्टाइल यो यहाँ यसरी झुन्डा छैन माथिबाट झुन्डाएर यसरी बाँधेर यसरी राखेको छ अनि अर्को चाहिँ अर्को पनि त्यसरी नै राखेको छ अनि अर्को फेरि अर्को चाहिँ यो चाहिँ फेरि खसीको सिङ हो यसमा कलर लगाइदिएको छैन अनि फेरि यता के छ भने यता फेरि चिल छ हाम्रो ढोकामा चिल या चिल अन्त यता
यसमा फेरि बुढा बढायो कि फेरि ओ डेन्जरस त्यस्तै छ एकछिन फेरि यसो डुल्न जानु पऱ्यो नुहाइदिनु पर्ने यसलाई लास्ट ल त्यहाँ न न न न अल्छी तजुङ काट्यो त मार्छ त यसले हट 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 ओइ 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 ए के भयो यो लु नुहाइदिनु पर्ने ल भोलितिर नुहाइदिन्छु अब ल उठ उठ फोर फोर भयो ल न न न न न आउ त ओके ओके यस्तो गर हुँदैन ओके आधा आधा ल हात देखाउने त टोक्न खोज्ने यी गर न यी गर न यी आधा यता खर आधा यसले लाता हाने मलाई आमा आमा हानेको हानेको ठिक है चप 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 कराउने नै कराउने नि छ्या पिटौँ Dạ hủ. Dạ 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 ủa vô mà thế. anh đi đừng hầu nó này cái video thằng Anh mình video ấy. hả camera đây rồi Dạ. lấy điều chậm mới Còn rất dành cái này. Ông này kia rồi thôi. Cây bỏ bỏ. cái gì anh ấy xử lý cái đi Cây bỏ. हेलो अब घर पनि यस्तो छ नराम्रो के गरी अब पहाडको घर हो यस्तै हो पहाड ठाउँको घर यस्तै हो राम्रो छैन है फोहोर छ मैल धेलो के गरी छोरा नातिनी नातिहरू सबै काठमाडौँबाट आउनुभयो हिजो शनि पूर्णिमा आयो फेरि 2 दिन 4 दिन पछि जाने रे उनीहरू जाने भने के गर्ने अब सहरमा बस्ने मान्छेहरू सहरमा बस्नु मन लाग्छ है कुन ठाउँमा कुन देशमा जानुपर्छ मान्छे यहाँनिर कुन ठाउँमा कुन देशमा जानुपर्छ मान्छे यस्तै आजको जमाना यस्तै फेरिसक्यो है आजको जमानाको केटाकेटी बुढाबुढी सबै उनीहरू सहरमा जानुपर्ने भयो यहाँको ठाउँ सबै छोडेर उनीहरू जानुपर्छ सबै सहर भरिसक्यो टाढा टाढा पुगिसक्यो यो बाजेले चाहिँ मेरो ब्लग बनाउँदै हुनुहुन्छ है हाम्रो बाजे ब्लगर हो नि त अब फुलमा मैले रोपेको कस्तो छ राम्रो छैन राम्रो छ फुल कति राम्रो थियो एकदम राम्रो हाम्रो बाजे ब्लगर यो फुलको बगैँचाहरू फुलको मैले रोपेको यो एकदम राम्रो छ माम Oi, छैन त्यहाँ cho nên mà nisi anh nó निसिन nisi thoa सिधै दिँदैन जानुहुन्छ ठाउँ कटाउँ कुछिन पानी पर्छ क्या यहाँ त आमामा अघि भर्खरै पानी परेको थिएन अहिलेको यसले हुनु त पानी परिसक्यो यस्तो छ हाल के गर्नु पातल वर्षा बिजुली साउनको पानी भन्ने गीत गाइदिउँ यस्तो कालो भएर आएको यार त्यस्तै हो कुराकानी भने घर जाने भने त्यस्तै डेन्जर पानी पऱ्यो यार
गाउँ नि हेर्न सक्नुहुन्छ पानी परेको नि हेर्न सक्नुहुन्छ केटाहरूले भिज्दै डुल्दै हिँडिरहेको छ पानीमा भित्दै जानुपर्ने हुन्छ म चाहिँ होइन भएन यहाँ पानी रोकिहेऱ्यो भने म त यहीँ रात पो पर्छ त हौ यस्तो छ हिलो त्यो पनि कुद्नु पर्छ त्यही हो मेरो घर छु 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 ले सो मेरो भ्लगलाई चाहिँ यहीँ इन गर्छु होइन अब मेरो भिडियो पनि बिस्तारै आउँछ कन्टिन्यू आजको भोलि चाहिँ नआउला होइन तर आउँछ केही दिनको ग्यापमा चाहिँ आइरहेको हुन्छ होइन आउँछ बिस्तारै यहाँ चाहिँ पुरै पानीबाट गराङ गुरुङ गरिरहेको छु कि त्यही भएर चाहिँ भ्लग यही इन गर्छु अब यस्तै हो नर्मल भिडियो होइन अब त्यही हो कस्तो लाग्यो जस्ट रमाइलो होइन अब 1-2 दिन बस्छु होला गाउँ अनि भोलि पर्सि के गर्छु गाउँमा के हुन्छ म सबै देखाउँछु के गर्छु भनेर मैले सो थ्याङ्क यू फर वाचिङ माई भिडियो चिज